कहाँ हिँडेको हामी मोटे हजुर कहाँ हिँडेको हामी हामी अहिले चाहिँ यसो हल्का सफारी हिँडेको है चितवन नेसनल पार्कतिर नेसनल पार्कको छेउछेउतिर हो भाइ कन्फर्म अहिले चाहिँ हामी ठ्याक्क यसो सफारीमा जान्छौँ त्यस्तै उस्तोहरू बसेको रहेछ नमस्कार दाजुभाइ तथा दिदीबहिनीहरू म तपाईँहरूको आजको टुर गाइड होइन यहाँबाट तपाईँहरूको इन्ट्री भएपछि सबै अभद्रपनहरू अलिक आफ्नो साथमा राखिदिनु होला धेरै हल्ला खल्ला नगरिदिनु होला पानीका बोतलहरू आफूसँगै राखिदिनु होला चक्लेटका खोल चुइगमका प्याकेट आफ्नो खल्तीतिर राखिदिनु होला ल यात्रा सबैको सुखद होस् रमाइलो होस् हस्ते नमस्ते धन्यवाद कौन है ये लोग कहां से आते हैं यो चाहिँ चरालाई स्ट्याचु जस्तो बसिरहेको छ पहिले त बसिरहेको चाहिँ बसिरहेको छ अरे क्या त्यहीँ यो चाहिँ हकडियर अरे हेलो गाइस अहिले चाहिँ हामी हिँडेको 40 मिनट भइसक्यो मृग चढ्यो हाँस त्यो देख्दैछु हल्का हल्का डर हुँदैन यसले चाहिँ खान्छ जबडा खतरा है तर अहिले
हाम्रो गाइजहरू चाहिँ मयुरले पकडा खिचाएको हेर्दैछ पुरै। के चरा अरे यो? ब्ल्याक स्ट्रक चरा। यो चाहिँ जाडो महिना मात्र देखिन्छ हाम्रो चितवनमा। एकछिन नलाउ न हिमा। अहिले चाहिँ अब हाम्रो लगभग सकिन आँटो सफारी। के छ हिमा? आज सफारी भोलि सफर हुन्छ। सबैजना इन्जोय गरिरहेको छ हाम्रो गाइजहरू आफ्नो पारामा। कहाँ पुग्नु चाहिँ मिर्गा हेर्दै सब गैडा हेर्दैछन्। गैडा सर चाहिँ वहाँ पर फोटो त कति खिच्नु गइरहेको म यहाँ छ, हामी चाहिँ हेर्दैछौँ। ओइ घनेलाई फिचाइदे। हाम्रो कोरा चाहिँ सक्यो अहिलेको घुमघामको, सबै सेफली आइपुग्यो। ल फाइनली गाइस हाम्रो चाहिँ सक्यो डुलेर। अहिले चाहिँ अब आइसक्यो। केटाहरूको एक्सपिरियन्स राम्रै रह्यो होला। के छ ल हाम्रो भ्लग यहाँ एन्ड गर्दैछु। ओके बाई बाई। लाइक सेयर सब्सक्राइब गर्नु नभुल्नु होला। यस्तै छ।